Hi Google. Hi Google. Hello again. I'm a large language model trained by Google, and I'm ready to chat about whatever you're curious about. What's on your mind today? म एक्लै छु एकदम बोर लागिरहेछ के गर्ने होला कसरी इन्टरटेन गर्ने होला कसरी के रमाइलो गर्ने होला ओहो, बोर लागिरहेको छ है। कहिलेकाहीँ त्यस्तो हुन्छ। तपाईँले केही नयाँ कुरा सिक्न खोज्नु भएको छ, जस्तै कुनै भाषा, एउटा खाना पकाउने तरिका, वा कुनै चित्रकला, वा तपाईँलाई पुरानो फिल्म हेर्न वा किताब पढ्न मन पर्छ? केही कुरामा मन भुलाउन चाहेमा म मद्दत गर्न सक्छु नि। के गर्न मन छ? अरू त मैले गरिसकेँ मलाई गीत सुन्न मन लागिरहेछ एकदमै मिठो गीत मलाई गीत सुनाइदिनु न म गीत सुनाउन त सक्दिन, तर एकदम मिठो नेपाली गीतहरूको सुझाव दिन सक्छु नि। के तपाईँलाई आधुनिक गीत, पप गीत वा पुरानो सदाबहार गीत मन पर्छ? कुनै खास गायक वा गायिका छान्नु भएको छ? मलाई सबिन राईको गीत मन पर्छ सबिन राईको गीतहरू त एकदमै चर्चित छन्। के तपाईँलाई मलाई अङ्गाली देऊ, जब तिमी आयो, वा तिम्रो लागि म जस्ता रोमान्टिक गीतहरू मन पर्छ? कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ? वा कुनै अर्को सदाबहार पप गीतको सिफारिस गरौँ? मलाई सबिन राईकै गीत एउटा गाइदिनु न म आफैले गीत गाउन त सक्दिन, तर तपाईँलाई सबिन राईका चर्चित गीतहरू जस्तै म संसार जित्ने आँट, कोमल त्यो तिम्रो बदनमा वा गुराँसको फेदमुनि युट्युबमा सजिलै सुन्न सक्नुहुन्छ। के म ती गीतका लिङ्कहरूबाट मद्दत गरौँ, वा कुनै अर्को गीत सुन्न चाहनुहुन्छ? अहिले नयाँ गीत आएको छ कि छैन हो, सबिन राई र द फरोको नयाँ गीत मलाई हेर भर्खरै सार्वजनिक भएको छ। यो एउटा मिठो प्रेम गीत हो। के तपाईँ त्यो सुन्न चाहनुहुन्छ, वा अरू कुनै नयाँ गीतको जानकारी लिने? नयाँ गीत सुन्नु न कस्तो रहेछ यो गीत एउटा कोमल प्रेम गीत हो, जहाँ एकै नजरमा धेरै नभनिएका भावनाहरू व्यक्त गरिएको छ। यसमा सबिन राईको सिग्नेचर पावरफुल गायकी त छँदैछ, साथै द फरोको सङ्गीतले यसलाई एउटा भिन्नै खालको मिठास थपेको छ। के तपाईँ यो गीत युट्युबमा खोजेर सुन्न चाहनुहुन्छ? म सर्च गरेर अहिले सुन्छु म